नमस्ते लासो फाफुलान वेलकम टु माई युट्युब च्यानल अगेन। अनि धेरै पछि म भिडियो बनाउँदैछु किनभने आज हामी बार्बिक्यू गर्न जाँदैछौँ। त्यसैले आज चाहिँ अलिकति राम्रो डे अनि बाहिर गइरहेको भएर मैले फेरि पनि भिडियो बनाउन चाहेँ। यो चाहिँ हाम्रो गाडी रहेको छ। अब हामी यहाँ सबै सामान हालेर अनि लाग्नेछौँ। आज यो रुख रोप्न हिँडिरहेको छ, वृक्षारोपण गर्न हिँड्दैछ। कसको टोपी हो? मेरो त होइन ल। ओहो हार्ड वर्किङ बोय। यहाँ सामान बोकेर जाँदैछु। हामी चाहिँ लाइक हाम्रो यहाँ नजिकैको पार्कमा जाँदैछौँ। ठुल्बाहरू फ्यामिली धेरै हाम्रो फ्यामिलीहरू आउँदै हुन्छ। नगर भाइ फ्यामिलीहरू आउँदै हुनुहुन्छ, भाइहरू दिदीहरू एकदमै रमाइलो हुनेवाला छ आजको बार्बिक्यू चाहिँ। ल हाम्रो दिदीहरू पनि आइसक्नु भएको छ। ओहो गुड भिडियो। ओ हेलो भाइ। हो बोक्नुपर्छ। ए उता अङ्कलको निकाल्दै हुनुहुन्छ। हेलो ठुलमम्मी। खै बोकौँ ल। म बोक्नुपर्छ? पर्दैन म बोक्छु त। ए हस् ए सेल ए हुन्छ। तिमीहरूमा ओके पानी हो तपाईँ जति नै हल्को भएछ अझ जित्न लागेको हो। उता भाइहरू निकाल्दैछ सामान। यो चाहिँ सबभन्दा बलियो मान्छेले पाउनु पर्ने को छ यहाँ? बलियो मान्छे लकी। उता सामान निकाल्छ। गुड। सो अहिले चाहिँ हामी सामान बोक्दैछौँ। यहाँ मेरो बहिनी बोक्दै आउँदै हुनुहुन्छ। त्यो त्यहाँ हेर लेमन फुटायो। मेलन फुटायो। मेलन झ्याक्कै छ। ए उता हामी चाहिँ आज कहाँ आएको रे? हामी चाहिँ आज कोरोना पार्क आएको। मेरो भाइले मलाई स्न्याक्स प्रोभाइड गरिदिएछ। सो आइ एम गोना ह्याभ इट। मिठो। अब तिमीसँग तरिका छँदैछ नि भान्जीसँग? यसले नयाँ मोबाइल ओपन गरेको एक प्रकारहरू रहेको छ। हाई हेलो हाई। अनि यो चाहिँ हाम्रो कोरोना पार्क रहेको छ। पछि गरौँ न तिम्रो यो चारजना भिड्नु भएको छ यहाँ। यहीँ त्यो निकाल्दा ट्रेन निकाल्दा त मम्मीले चाहियो कि अनि यहाँ चाहिँ हाम्रो ठुल्बा प्रिपेयर गर्दै हुनुहुन्छ। हाई हेलो हाई रोशना। उहाँको काम भनेको हेर्ने काम। उहाँको काम चाहिँ हेलो गोले अङ्कल। यहाँ हाम्रो भाइको ग्रुपहरू रहेको छ। हाई सब लजाउनेहरू छ देखेर। हो तिमी नै हो झन् लजाउने। अनि त्यसपछि यहाँ चाहिँ सबै कुरा बस्ने अरेन्जमेन्ट रहेको छ। अनि त सिन खाली ठाउँ रहेको छ। यो हरियाली राम्रो ठाउँ रहेको छ। यो चाहिँ यस। How do you know? अनि यो त बोइल गर्ने हो त कसरी खाने यतिकै? त्यही हो मम्मीको चोइस। यो पोलेर खाने हो नट बोइल। उतानिर पोलेर खाँदाखेरि झन्डा मिठो हुन्छ। यो स्विट पटेटो हो। यसलाई स्विट पटेटो भन्छ। स्विट पटेटो भनेर किनेको हो खासमा। स्विट पटेटोको यति एडभान्टेज हुन्छ नि यसले ब्लड सर्कुलेसन। ब्लड सर्कुलेसन टाइम सक्यो। हाम्रो यहाँ आगो बलिसकेको छ। वाउ
अनि यो चाहिँ हाम्रो कोइला रहेको छ कोइला यसरी यो काम अहिले गर न हेलो हेलो ठिटाउ तिम्रो यो काम छोड्नु ब्याडमिन्टन नेट ला मलाई आउँछ के मैले बनाएको छु नि त ए माथि सी तल सी तल तलै सल बी ए माथि दुईटा बी यहाँ किन छोड्यो त्यसो हुँदैन त्यो होइन ए हुनुपर्छ माथि यो ए हो हजुर रेकर्ड गर्ने के उयो छ र छ नि अड्क्यो यो गर्नै पर्छ ए सी तल चाहिँ दिदी बिग फ्यान ए हो दिदी बिग फ्यान छ्या तिमीहरू दिदी अर्डर गर्दिन न हो र ल सबैजना चाहिँ यहाँ त्यहाँ चाहिँ हाम्रो खाना पाकिरहेको छ अनि हामी चाहिँ यहाँ के गरिरहेको त ब्याडमिन्टन खेल्न थालेको हामी चाहिँ नेट सेट हाल्दैछौँ एभ्रिवान उसलाई चाहिँ सोसल एङ्जाइटी छ अरे होइन भिडियोमा आउने हुँदैन अरे उता चाहिँ हुनुहुन्छ ऊ त दाइलाई पनि सोसल एङ्जाइटी छ अरे एकदम सिस्टरको 90 मा वाउ जुम पनि कति राम्रो ल बाइ स्माइल त्यसलाई सिधा 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 अस्तिको जस्तो कुनै अस्तिको सिधा स्टेप लक्की चाहिँ यहाँ खेल्दैछ लक्की इज लुकिङ सो अनि उताको टिम त ओइ ओइ भन्दै बसेछ अनि प्ले प्रपरली ओहो अनि डाँडै कटाउनु पर्छ अनि बललाई डाँडै कटाउनु पर्छ अनि बिचरा वाटरमेलन छ्याक्छिकै गएछ कचक्कै गएछ है प्लाट गरेको थियो अघि झर्ने बेला हाम्रो यहाँ परिकारहरू रहेको छ अनि त्यसपछि यहाँनिर वाटरमेलन रहेको छ यहाँनिर चिउरा मुरी अनि सेलरोटी उहाँको लागि स्पेसल अनि मम्मी यहाँ अचार बनाउँदै हुनुहुन्छ कागती निचर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ मम्मी मम्मी किन स्टप भयो छैन हाम्रो बाबा कुल हुँदै हुनुहुन्छ अहिले ओ यो चाहिँ हाम्रो डस्टबिन है यो चाहिँ यहाँ चाहिँ फोहोर फाल्ने हेलो ठुल्बा हेलो हाई ला त्यहाँ भलिबल तिमीहरूको भलिबल त बाहिर मात्रै कुद्दो रहेछ नखेल मान्छे पनि धेरै सानोहरू छ तिमीहरू अनि त्यही भएर होला वाउ कटिङ त दुईटा सिङ खतरा सेप बनाएछ बरुले काकति भेटेन मम्मी म चाहिँ चाख्नेमा परे छैन सानी यो व्हाइट कलर विदेशको वाटरमेलन हो यो सरी मिल्छ पेट पका उम्रेसम्म केबाट सुरु ठुल्बाले यहाँ सुरु गर्ने केबाट मलाई दिन चाहिँ सोचेपछि चाहिँ खास छैन म त डाँडाबाट आएको न भन्छ सुट पाइन्छ हजुर के हो डस्टबिन आऊ तिमीहरू देखाएको डस्टबिन कहाँ छ भनेर है पर्दैन उतै जानु पर्दैन उहाँ छ उहाँ रसिलो छ के साह्रो हौ भाइ सर्भ गर्दै हुनुहुन्छ मिठो ग्यास वेट्रेस हजुर हजुर
ओ यहाँ एउटी कता जाने म त टिमै छुइनँ म त भर्खर आइरहेको छु चस्मा लाएर आम्मामा भाइ आम्मामा म पनि लिन्छु ल भाइ ओहो यहाँ अर्डर चल्दैन है प्लिज रोनीसँग रिसाएर फुट्यो बिचरा होइन त्यो कहाँ फ्याल्ने डस्टबिन छ उता सबै तिमीलाई हराउने हो क्या ल्याउ नगर्नु त्यसरी बाबु के स्लो मोसन हो र यो चाहिँ बिचराहरूलाई बल मागिरहेछ कस्तो सेम टी सर्ट हो र तिनैजनाको भाइको त्यस्तो खान मनपर्छ ए ल हाम्रो चिकन लेग पिस बामुला मलाई चिम्टा थाहा छैन मम्मी त चिम्टा त बाबाले बोक्नु पर्दैन भन्नु मैले ल्याएन त ला अहिले बाबाले नि सोधिरहनु भएको छ मलाई बाबा हजुरले पर्दैन भनेर ल्याउनु भएन अरे के चाहिँ चिम्टा ससेज त ओहो खाम कि नखाम भयो ल हाम्रो सर्भिङ रेडी भइसकेको छ यहाँ अङ्कल भाइहरू लिँदै हुनुहुन्छ यहाँ अङ्कल र बाबा र ठुलो बाबा बसेर कुरा गर्दै हुनुहुन्छ हेलो अनि यता हेलो लक्की यहाँ कुरा भइरहेको छ यहाँ भाइहरूले खाना सुरु गरिसक्नु भयो मेरो भाइ लदाएको लदैछ ऊ चाहिँ सबभन्दा कान्छो भाइ हो मेरो खाना सुरु गरिसक्नु भयो अनि यहाँ हाम्रो गर्ल्स पार्टीले लिँदै हुनुहुन्छ यहाँ दिदी ल छ्याछोलको वेलकम त्यहाँ पनि स्पुन राख्नु पर्ने जस्तो छ है फोर्क यसमा लु हजुरलाई बिचरा सेलरोटी र अचार मात्रै दिँदैछु बिचरा मेरो दिदीलाई कृष्णा दिदी हेलो हाई अनि भाइहरू अनि ठुल्बा मम्मी बाबा हेलो बाबा यस हजुर हस् अनि यो खाने यहाँ हाम्रो मकै पाक्दैछ वेट सङ खोल्न सकेन मलाई दिनलाई यहाँ पुरै यस्तरी बसिरहेको थियो रोटी दिँदै वाउ चकलेट सबै गइछ उसमा राख उसमा यहाँ राख फ्रिजमा राख पहिला पिच्चिके काट्छ के चारवटा रहेछ यहाँ चाहिँ सानो सानो रुखहरू रहेछ कस्तो राम्रो तिमी आफ्नो पनि भिडियो बनाउन सक्छौ हेलो गाइस त कसो हुन्छ ठिकै हुन्छ आशा गर्छु म्याउ 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 दिदी त कालो भाइ के देख्नु भएन यस सर अब दिदी धर्न थाल्नु भयो धर्न फाल्नु के गर्नु भाइ मेरो भाइ चढ्दै हुनुहुन्छ अब माथि
monkey. जरा कस्तो फिल हुँदैछ माथि चढ्दा अग्लो हुँदाखेरि कस्तो फिल हुँदैछ मंकी हाई मंकी ग्रीन मंकी छ यहाँ जराले जरा लडिन्छ अब दिदीको 5k लाइक्स मेरो 1k लाइक्स हस् ल 1 2 3 गो वु त्यस्तो अग्लै नमिल ब्यालेन्स 1k लाइक्स यता हेर त बहिनी कुन सिन भन्ने नि हान्छ है के गरे अस्ति नै एलेक्स अङ्कलहरूलाई केक काट्दाखेरि निलो कान्छाले भाइले आज जस्तो भएछ लक्की चकलेट ओभरलोड इन माउथ मलाई लाग्छ नि निकै लाग्छ त तिमी के भएको तलाई पिता भए पिता तेरा पिता के भाइ लाग्छ थम्नेल अचानक रुडी किन कराउन थाली थम्नेल रोस्टाको दाँत 60,000 हो ए होइन कति हो रे 80,000 मलाई कन्टेन्ट चाहियो कन्टेन्ट यस कन्टेन्ट लेख्दै चिलमा हो दिदी अरे चियरमा हो चियर अमेरिकामा के भएको छ हुरुकै गयो यिनीहरू हाम्रो अन्तिम रात पर्न लागिसकेको छ हो र रात अँध्यारो भने रात पर्न लागिसक्यो अब हाम्रो टोली चाहिँ लाग्यौँ घरतिर उता प्रश्न भान्जी जाँदै हुनुहुन्छ त हेमा दिदी आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ त मम्मी सामान अनि उता अङ्कल भाइ बाबा सब सामान बोक्दै हुनुहुन्छ बल लिएर आऊ खुट्टाले हान्दै लिएर आऊ है अब हामी घर जाँदैछौँ ल्याम्प हेर्न सक्नुहुन्छ यहाँ आइया मसँग मोबाइल छ मेरो बाबाको यता पनि सामान हाल्दै हुनुहुन्छ यो चाहिँ अङ्कलको गाडी अनि यो चाहिँ हाम्रो गाडी हजुर वाउ दिदी कता टेस्लामा चढी यहाँनिर छ नि त तल अब म चाहिँ टेस्ला चलाउँदैछु खुट्टा बाहिर राखेर सो अब चाहिँ हाई लकी हेलो सिस्टर्स आइसक्रिम सकेकै छैन ल सामान लिऊँ होला मैले चाहिँ एउटा सामान लिएँ के मसँग छ मेरो ब्यागमा छ निकाल्नु त सरी ल आउनुहोस् सो अहिले चाहिँ हामी घर आइसकेको छौँ एन्ड इट वाज भेरी भेरी ब्युटिफुल डे उसको चिज बल बिक्री भएन आज सो बाई से बाई बाई